नमस्कार मित्रहरू सबैमा नमो नमः। भिडियो हेर्दै हुनुहुन्छ भने पुरा भिडियो हेर्नुहोला। आज म हजुरहरूलाई एउटा जानकारी दिइरहेको छु। रोग अनुसार योग, आयुर्वेद र प्राकृतिक चिकित्सा, योग दर्शन र प्राचीन चिकित्सा भनेर योगी आचार्य राजन शर्माज्यूले लेख्नु भएको यो किताब छ हैन। यसको मूल्य रहेको छ हाम्रो 501 रुपियाँ नेपाली रुपियाँ रहेको छ। जुन देशबाट भिडियो हेर्दै हुनुहुन्छ र हजुरलाई यो किताब आवश्यक परेको खण्डमा कमेन्टमा चाहिँ देश आफ्नो ठेगानाहरू लेख्नु होला र किताब चाहियो भने सम्पर्क गर्नु होला। हामीले यो किताब त्यहाँ उपलब्ध गराउन सक्छौँ। यो घरमा एउटा किताब हामीले राख्यो भनेदेखि हाम्रो आफ्नै योग आसनहरू गरेर रोगलाई निवारण गर्न सकिन्छ। आफ्नै घरको जडीबुटीहरू खाएर रोगलाई समाप्त गर्न सकिन्छ। अनि यसमा आसनहरूसहित यो किताबमा आसनहरूसहित कुन कुन आसन कसरी गर्न सकिन्छ, कुन कुन रोगीले कुन कुन आसन गर्ने, कुन कुन रोगीहरूले कुन कुन आसनहरू गर्नु हुँदैन भनेर सम्पूर्ण यो किताबमा जानकारी दिनुभएको योगी आचार्य राजन शर्मा गुरुज्यूले हैन। हजुरहरूले पनि योग सिक्न चाहनुहुन्छ, योग दर्शनलाई बुझ्न चाहनुहुन्छ, यो किताब मगाउन चाहनुहुन्छ, घरमा राख्न चाहनुहुन्छ भने सम्पर्क गर्नुहोला हैन। यो 20 यसमा हाम्रो 20वटा भाग दिनुभएको छ। यो सुरुमा योग परिचय, योग प्रकार, हठयोग र अष्टाङ्ग योग बीच भिन्नता, कुण्डलिनी योग र जागरण, हठयोग अङ्गहरू, शरीर शोधन क्रियाको विस्तारित रूप, महाशक्ति योग साधना, योगको वैज्ञानिक पाठ्यक्रम, आसनको विवरण, विद्यालय योग पाठ्यक्रम, बाल योग साधना, हठयोग, अन्य केही प्रमुख आसनहरू, शरीरको रचना विज्ञान र क्रिया विज्ञान, रोग अनुसारका सम्पूर्ण वैज्ञानिक योगहरू, मधुमेह योग प्याकेज, मैथुन, अण्डकोश, धातु तथा पुरुष स्वास्थ्यमा योग, प्राणायाम, भोजन, उपवास, कला र विरुद्ध आहार, काल विरुद्ध आहार, वनस्पति भोजन, भिगन, आयुर्वेद, प्राकृतिक गुण र दोष अनुसारको योग, आफ्नो शरीरको प्राकृतिक दोष स्वयं जानौँ, यस्तो होस् दिनचर्या, सन्दर्भ सामग्री, संक्षिप्त परिचय भनेर उहाँले यो 20वटा भागमा सबै कुराहरूलाई चाहिँ बुझाउनु भएको छ। र यो किताब हजुरहरूलाई चाहिन्छ, यो किताब पढ्न चाहनुहुन्छ भनेदेखि सबै योगको तपाईँको यसमा योग कसरी गर्ने हैन, सबै योग सहितको सबै भाग ठाउँमा कस्तो रोगीहरूको बारेमा पनि जानकारी दिँदै यो गर्ने, ध्यान कसरी गर्ने हैन, ध्यान बस्ने अनि सबै कुराको यसमा जानकारी छ। यदि हजुरहरूलाई यो किताब आवश्यक परेको खण्डमा कमेन्ट गर्नुहोला। हामी तपाईँहरूमाझ यो किताब पुर्याउने प्रयत्न गर्नेछौँ। योग दर्शन र प्राचीन चिकित्सा भनेर छ यो किताब। धन्यवाद सबैजनालाई। नमो नमः, जय हो।